बोक्सी भने के हो त्यसो बताउनु त तपाईँहरू त बोक्सी सोक्सी मान्नुहुन्छ होइन भूत प्रेत के हो भन्नमा आउँछ है अब सुनेको छु मैले पनि आउँछ पो भन्नुहुन्छ तपाईँ अहिले पिसाच यो महाकाली आमाको मन्त्र हो त्यसो यही विषयमा म जान्न चाहन्छु तपाईँहरू देशलाई नै अब हिन्दू धर्म मान्ने मान्छे यत्र मन्त्र सन्त्र यताउतामा तपाईँ ढोङ्गी मान्छेले त पुरै गर्न नसक्ने अवस्था भयो नि। म त्यतिकै बोल्दिनँ नि यसमा म जहाँनिर बोल्नु पर्ने हो त्यहाँ बोल्छु होइन उहाँले के भने तपाईँहरू नहारे रहेछ अब ढोङ्गै हो एक गेराजले दिदीले के भन्नुभयो भने यदि म मातालाई झ्याक्न मान्छु यदि उसले चाहिँ राजा कसले मारेको पत्ता लाऊ अनि म भन्छु हुन्छ सक्दैन तपाईँहरूले पत्ता लाउन सक्नुहुन्छ कसले मार्यो कसले गोली हान्यो कसले सखा पर्यो तपाईँको अन्तर्दृष्टिबाट हेर्दाखेरि त्यस्तो सक्नुहुन्छ सक्ने कोही हुनुहुन्छ भने आउनु तपाईँ छैन तपाईँ तागत म किन बोल्ने म बोल्ने ठाउँ म समय नआएछ म बोल्दिनँ के देशलाई तपाईँ चाहिसक्यो भनिरहेछ भर्खर त प्रश्न आउँदै आउनु समय भन्दै नआएछ हुनुहुन्छ म केही पनि बोल्दिनँ केही पनि बोल्दिनँ